खण्डहर बनेको सिंहदरबारबाट एक्सनमा उत्रिए यी 3 मन्त्री। जेन्जी आन्दोलनले नेपालको राजनीतिक परिवेशमा एउटा नयाँ अध्याय सुरु गरिदिएको छ। आन्दोलनको मूल जगमा देशको पुरानो सत्ताको ढाँचा ढलेपछि देशले नयाँ स्वरूपको सरकार देख्न पाएको छ। यसै क्रममा अन्तरिम सरकारको नेतृत्व पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले गरिरहेकी छन्। कार्कीको नेतृत्वमा बनेको नयाँ मन्त्री परिषदले पहिलो चरणमै 3 जना मन्त्रीलाई जिम्मेवारी दिएको छ र उनीहरूले सोमबार बिहानैदेखि कार्यभार सम्हालेका छन्। जेन्जी आन्दोलनले जलाएको सिंहदरबारको खण्डहरमै उनीहरू पुगेका थिए र त्यहीँबाट नयाँ यात्राको सुरुवात गरेका थिए। नवनियुक्त मन्त्रीहरूमा अर्थतन्त्रको गहिरो अनुभव बोकेका रामेश्वर प्रसाद खनाल, ऊर्जाको क्षेत्रमा जनप्रिय र सफल व्यवस्थापकको छवि बनाइसकेका कुलमान घिसिङ र संवैधानिक कानुन तथा मानवाधिकार क्षेत्रमा लामो अभ्यास गरेका कानुन व्यवसायी ओम प्रकाश अर्याल रहेका छन्। यी 3 जना फरक फरक पृष्ठभूमिबाट आएका भए पनि उनीहरूको साझा विशेषता भनेको जनताप्रति जवाफदेही हुने प्रतिबद्धता र पुरानो प्रणालीको भ्रष्टताबाट टाढा रहन चाहने आकांक्षा हो। शीतल निवासमा बिहानै शपथ लिएपछि उनीहरू सिंहदरबारतर्फ लागे। जेन्जी आन्दोलनको ज्वालाले खाक बनाएको भवनको भग्नावशेष बीचै उनीहरूले कार्यभार सम्हाल्दै पहिलो निर्णय पनि गरेका थिए। यो दृश्य आफैमा ऐतिहासिक थियो, किनकि नयाँ सुरुवात विध्वंस भएको ठाउँबाटै गरिएको थियो। जनताको बलिदान र विद्रोहको नतिजामा आएको सरकार त्यही बलिदानको छायामुनि अगाडि बढ्न चाहन्थ्यो भन्ने सन्देश यसले दिएको छ। गृहमन्त्रीको रूपमा नियुक्त भएका ओम प्रकाश अर्यालले पहिलो दिनमै 3वटा महत्त्वपूर्ण निर्णयमा हस्ताक्षर गरे। उनले जेन्जी आन्दोलनमा मारिएका शहीदहरूको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने निर्णय गरे, जुन अब मन्त्री परिषद बैठकले औपचारिकता दिनेछ। उनले मृतक परिवारलाई तत्काल 1 लाख रुपैयाँ काजक्रिया खर्च उपलब्ध गराउने घोषणा गरे र सो रकमको व्यवस्थापन अर्थ मन्त्रालय मार्फत हुने जनाए। त्यस्तै मृतकका परिवारले शव व्यवस्थापनमा कठिनाई भोग्न नपरोस् भनेर सरकारले निशुल्क सेवा दिने र दुर्गम क्षेत्रमा परेका परिवारलाई चाहिँ हेलिकप्टर मार्फत शव व्यवस्थापन गरिदिने निर्णय पनि गरे। यी सबै निर्णयहरूले आन्दोलनमा मारिएका प्रति राज्यको संवेदनशीलता प्रकट गरेको देखियो। अर्यालले आफ्नो जिम्मेवारी सम्हाल्न जलेका भवनहरू निरीक्षण पनि गरे। गृह मन्त्रालयको भवन पूर्ण रूपमा जलिसकेकाले अस्थायी रूपमा पुरानो परराष्ट्र मन्त्रालयमा उनको कार्यकक्ष बनाइएको थियो। उनले जिम्मेवारी सम्हाल्दै गर्दा जेन्जी आन्दोलनले देशलाई ऐतिहासिक अवसर दिएको बताएका थिए। अब सबैले निर्वाचनमा भाग लिनुपर्ने र मुलुकको पुनर्निर्माणमा जुट्नुपर्ने उनको स्पष्ट भनाइ थियो। ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार र यातायात, शहरी विकास जस्ता जिम्मेवारी एकैसाथ पाएका कुलमान घिसिङले ऊर्जा मन्त्रालयमै पदभार ग्रहण गरे। मन्त्रालय पुरै नजलेको र काम गर्न मिल्ने भएकाले उनलाई त्यहीँ राखिएको थियो। घिसिङले पहिलो निर्णयमा विद्युत प्राधिकरणबाट उठाउन बाँकी रहेको ठूलो रकम असुल गर्ने कदम चालेका छन्। अतीतमा प्राधिकरणका कार्यकारी निर्देशक हुँदा उनले डेडिकेटेड फिडर र ट्रङ्क लाइन महसुल विवादका कारण चुनौती खेप्नु परेको थियो। अहिले मन्त्री बनेर उनले त्यही मुद्दालाई प्राथमिकतामा राखेर निर्णय गरेका हुन्। प्राधिकरणले उठाउनु पर्ने भनिएको तर उद्योगीहरूले अस्वीकार गरेको 22 अर्ब रुपैयाँको विषयमा सरकार कसरी रकम असुल गर्ने भन्ने निर्धारण अझै गर्न बाँकी छ, तर मन्त्री घिसिङले यसलाई गम्भीरतापूर्वक अगाडि बढाउने अठोट देखाएका छन्। उनले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि विशेष कोष खडा गर्ने घोषणा पनि गरे। यस कोषमा रकम जम्मा गर्न नेपालमै नभई विदेशमा रहेका नेपालीहरूलाई पनि आह्वान गरे। कोषबारे मन्त्री परिषदले औपचारिक निर्णय गर्ने जानकारी दिँदै उनले यसलाई राष्ट्रिय अभियानका रूपमा अगाडि बढाउने सङ्कल्प व्यक्त गरे। घिसिङले कुनै सरकारी सुविधा नलिने र आफ्नो नाममा आउने तलब भत्ता शहीद परिवारका लागि सहयोग कोषमा दिने घोषणा गरेर पनि जनतामाझ विशेष सन्देश दिएका छन्। उनले भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने र सही मान्छे सही ठाउँमा राख्ने आफ्नो नीति भएको स्पष्ट पारेका छन्। उनले 5 बुँदे नीति सार्वजनिक गरे, जसमा सार्वजनिक संरचनामा पुगेको क्षति तत्काल मूल्याङ्कन गरी पुनर्निर्माण कार्य सुरु गर्ने, हाम्रा सार्वजनिक संरचनामा हामी आफै बनाउने भन्ने अभियान सञ्चालन गर्ने, मन्त्रालय र यसका निकायभित्र हुने भ्रष्टाचार तथा ढिलासुस्तीलाई कडाइका साथ नियन्त्रण गर्ने, जेन्जी आन्दोलनले उठाएको सुशासन र पारदर्शिता कार्यान्वयन गर्ने र ठूला आयोजना छिटो सम्पन्न गर्ने निर्णय रहेका छन्। उनले रणनीतिक महत्त्वका ठूला योजनालाई प्राथमिकतामा राखेर परिणाममुखी ढङ्गले काम अगाडि बढाउने प्रतिबद्धता पनि जनाएका छन्। अर्थ मन्त्रालयको जिम्मेवारी पाएका रामेश्वर प्रसाद खनालले भने पहिलो दिनमै पुरानो परिपाटीलाई उल्टाउने खालका निर्णय गरे।
उनले पूर्व तयारी बिनाका टुक्रा आयोजना कार्यान्वयन नगर्ने निर्णयमा हस्ताक्षर गरे। उनले आफूलाई माननीय नभन्न आग्रह गर्दै जनताका माग पूरा गर्न र आसन्न निर्वाचन सम्पन्न गर्न खर्च कटौती गर्नुपर्नेमा जोड दिए। खनालले सिंहदरबार र अन्य सार्वजनिक सम्पत्तिको पुनर्निर्माणलाई प्रमुख प्राथमिकता बनाउने र सरकारलाई ठूलो वित्तीय बोझ पर्न सक्ने विषयमा निजी क्षेत्रको मनोबल कमजोर नपार्ने भनाइ राखे। खनाल एक कुशल प्रशासकका रूपमा चिनिएका व्यक्तित्व हुन्। अर्थ सचिव रहँदा उनले राजीनामा दिएको प्रसङ्ग अहिले पनि चर्चामा रहन्छ। तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीसँग पूरक बजेटका विषयमा असहमति हुँदा उनले कार्यकाल बाँकी रहँदै गर्दा पदत्याग गरेका थिए। यति सक्षम र सिद्धान्तवादी ब्युरोक्र्याट अहिले फेरि अर्थमन्त्री बनेका छन्, जसले नयाँ सरकारलाई वित्तीय नीतिमा मजबुत आधार दिन सक्ने अपेक्षा गरिएको छ। यी तीनै मन्त्रीहरूका निर्णयले जनतामाझ नयाँ सरकारको प्रतिबद्धता स्पष्ट भएको छ। जेनजी आन्दोलनले पुरानो शासन ढालेको मात्र होइन, नयाँ सोच र नयाँ अभ्यासको बाटो पनि खोलिदिएको छ। भ्रष्टाचार विरुद्ध कठोर र पारदर्शिता पक्षधर नीतिहरू, शहीदहरूको सम्मानमा गरिएको घोषणा, पुनर्निर्माण अभियान र ठूला योजनामा प्राथमिकता दिने प्रतिज्ञा यी सबैले जनतामाझ आशा जगाएका छन्। रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याल यी नामहरू जनताले पहिले देखिसकेका, सुनिसकेका र केही हदसम्म विश्वास गरेका पात्र हुन्। तर अब उनीहरू मन्त्रीको हैसियतमा छन् र जनताको आँखा अझ बढी तिनैलाई निहालिरहेको छ। खनाललाई अर्थनीतिमा पारदर्शिता र दक्षता देखाउनु पर्नेछ, घिसिङलाई ऊर्जा र पूर्वाधार पुनर्निर्माणमा चमत्कार गर्नुपर्नेछ र अर्याललाई न्याय र गृह प्रशासनमा विश्वास दिलाउनु पर्नेछ। उनीहरूका अगाडि सहज बाटो छैनन्, तर जनताको आशा र समर्थन भने ठूलो छ। जेनजी आन्दोलनको बलिदान, विध्वंस र पुनर्निर्माणको कथा अब नयाँ सरकारले लेख्दैछ। यो कथा सफल हुन्छ वा विफल, त्यो मन्त्रीहरूले जनतासँग गरेका बाचा र तिनलाई कार्यान्वयन गर्ने क्षमतामा निर्भर रहनेछ। तर अहिलेको अवस्थामा देशको विध्वंस बीच उठेको नयाँ नेतृत्वप्रति जनताले आशावादी दृष्टिले हेरिरहेका छन्। दर्शकवृन्द, तपाईँलाई यो विषयमा केही भन्नु छ भने कृपया तलको कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया छान्न नबिर्सनुहोला। हामी भने यस्तै अर्को भिडियो लिएर पुनः उपस्थित हुनेछौँ। त्यतिन्जेलसम्मका लागि बिदा दिनुहोस्। नमस्कार।